हाई गाइस हेरु चाहिँ अब तर मै पनि बाँधेर हाल्नु गएको हैन ड्राइभ पिकनिक अच्छा आधी उधी मात्रै गरे हामीले केही पनि गरेको छैन त्यो चाहिँ लाग्यो हेरु चाहिँ जंगलतिर आइसकेका छौं साथीहरु हन्टिङ गर्नको लागि अरे कौन भौंक रहा है ये बदतमीज मामाले ल्याइदिनु भएको छ हैन भाइ यता साइड ल हामी चाहिँ फाइनली आइसकेको छौं हैन अनि त्यसपछि उ सबैजना यता बसौँ र उता बसौँ भन्दै हुनुहुन्छ दिदी चाहिँ गाली गर्दै हुनुहुन्छ त्यहाँ पानीहरू केही बोकेनौ भनेर उ त्यहाँबाट हैन हामी चाहिँ यहाँनेरि चाहिँ यस्तो छ हैन यहाँदेखि यहाँ त्यो छ नि झिलदेखि पछाडिपट्टि हो क्या यो चाहिँ अनि यहाँबाट चाहिँ यस्तो देखिन्छ है Oh my God! अनि हामी चाहिँ यता जाँदैछौँ अब मेरो चाहिँ हालत कपाल चाहिँ कर्ली गर्ने भनेर बनाएको छु तर अब एक्सपेक्टेसन भर्सेस रियालिटी हुन्छ जस्तै लागिरहेछ हैन अच्छा हाम्रो डेस्टिनेसन स्पेस हेरिरहेको छ मान्छेहरूले अनि अब हामीले चाहिँ कति धेरै सामान चाहिँ ल्याउनै बिर्सेछौँ हैन अत्तालिएर हामीले चाहिँ अहिले अघि एकैछिनमा डिसिजन लिएको नि त त्यही भएर कति सामान चाहिँ ल्याउन बिर्सेको छ यहाँनिर एकजना कुत्ता पनि हुनुहुन्छ यहाँ गाली हान्दै हुन्छ दिदी र भाउजूहरूले चाहिँ त्यो त मैले पनि भनेको ठाउँ भेटेन भने दिदी चाहिँ एकदम रिसाइरहनु भएको छ दुबईको घाँसहरू हुन्छ नि सिल्लुको अनि ठाउँ भेटेन अनि सामान ल्याएन भनेर दिदी रिसाइरहनु भएको छ यस्तो देखिन्छ साथी उहाँ चाहिँ मेरो भाउजू उहाँ चाहिँ मेरो दिदी पुरा ऊ टक्लक हिँड्दै हुनुहुन्छ मेरो भाइ चाहिँ एकदम यति सामान बोकेर थाकेर पुरा रिसाइरहेछ है यहीँ बस्दा नि हुन्छ अनि गाइस हामीले चाहिँ सामानै ल्याउन बिर्सिन्छौँ हैन अनि हाम्रो चाहिँ झिल घरदेखि नजिकै हो नि त अनि हामी चाहिँ फेरि बाबालाई बोलाएर फकाएर सामान ल्याइदिनु भनेर उता बाटोमा सामान लिन जाँदैछौँ ऐसा लगा मेरा मजाक मेकअप गर्ने भनेको हालत त्यस्तो छ दिदीलाई चाहिँ हाम्रो आधी पार्टीहरू चाहिँ उतै बसिरहेको छ भरे हामी जाँदै सबै खाइसक्यो हामीहरू चाहिँ आधी बाटोमा अलमल्ल परेर बसिरहेको छौँ मलाई चिन्यो गाइस आइफोन त भन्नु छ हो अनुहार त हेरिन सक्नु नै हाँडी जस्तै भयो गाइस स्किन केयर इज मोर इम्पोर्टेन्ट देन ड्राइभ पिकनिक कोई बात नहीं भाइ गाइस हामी चाहिँ अब खाँदा खाँदै आधी भइसकेको छौँ हैन अब कस्तो मोटी भिडियो खिच्नलाई रात पर्न लागिसक्यो ऊ भाइले मासु खाँदैछ वा गाइस मैले अघि भनेको एक्सपेक्टेसन भर्सेस रियालिटी मालूम है तेरे बाप को मत सिखा चल पर्ली नै भएन नि गाइस कपाल
होइन अनि फेरि भिडियो फोटो खिच्ने भनेको यहाँ यो हाम्रो भाइ र यो बहिनीले चाहिँ एकदम ऱ्याक हानिरहेको छ हामीहरूलाई फोटो खिच्नको लागि हो दिदी बहिनीको यसरी नै भिडियो गरिदिन्छ ल म A few moments later. हामी चाहिँ यहाँ छौँ फोटो खिच्दै छोराछोरी ऊ त्यहाँ छन् अनि A few inches later. हामीहरूका दुईजना साथीहरू चाहिँ ऊ त्यहाँबाट गुये पुलमा भिडियो गर्दैछन् साथीहरू दिदी त्यहाँ कसैले हगेको छ होला हौ हेलो सुलुलुलु ओ ओ अनि यहाँ चाहिँ फोटोग्राफरले पेज पल्टा फोटोसुट गइरहेछ होइन अनि यहाँ चाहिँ मेकअप आर्टिस्टले पुरा मेकअप गरिदिँदै हुनुहुन्छ ऊ यहाँ अभी मजा आएगा ना भिड़ो डान्स पनि गइरहेछ है आलेको घर राजाको हात कहिले पुगेन 2 hours later. 1 eternity later. फाइनली गाइज हामी चाहिँ अब लाग्यौँ हाम्रो पिकनिक सिकनिक सब सकिसक्यो 6:46 ऊ जाने बेला सब रिसाइरहेको छ कोही भाँडा फ्याँक्दैछन् कोही फोटो खिचेर अगाएको छैन मलाई चिन्यो अब हामी चाहिँ गएको कोक चाहिँ यति खाँदै खाँदै जाने हो त्यो चाहिँ अटो पनि आइसकेको छ खोइ ल हामी चाहिँ अब गएको